यो भिडियो चाहिँ केस डिस्कसनको लागि चिकित्सक साथीहरूको लागि है त। मैले अनुभव पनि सेयर गर्न खोजेको। म दार्चुला बसेर केही समय बिमारी हेर्दा चाहिँ यहाँ चाहिँ प्लेटलेट कम भएका बिमारीहरू चाहिँ प्रशस्त मात्रामा देखिन्छन्। प्लेटलेट कम भएर चाहिँ लक्षण नहुने तर रगतमा चाहिँ प्लेटलेट कम हुने खालका बिमारीहरू। अनि कति बिमारीले चाहिँ यहाँबाट इन्डिया गएर अथवा अरू हस्पिटल गएर पनि देखाउँदा चाहिँ प्लेटलेट कमै आएको देखिन्छ। अनि कति बिमारीहरूले क्यान्सर हो कि भनेर शङ्का लगाएर क्यान्सर हस्पिटल पनि गएको उदाहरणहरू छन्। त्यति गर्दा पनि प्लेटलेट चाहिँ नबढ्ने, प्लेटलेटको सङ्ख्या कम तर लक्षणहरू चाहिँ नदेखिने खालका केसहरू आइरहेका छन्। यस्तो केस अन्त पनि आइरहेको छ कि मैले मात्र फेस गरेको हो, कमेन्ट गर्नु होला है त हुने साथीहरूले। अरू कुरा, प्लेटलेट कम हुने बिमारीहरूको लागि चाहिँ आयुर्वेद चिकित्सकसँग परामर्श गरेर आयुर्वेद औषधिहरू खानुभयो भने एकदमै सिग्निफिकेन्टली ठ्याक्कै बढ्छ भन्दा पनि केही औषधिहरूले चाहिँ प्लेटलेट बढाउन मद्दत गर्ने भए हुनाले आयुर्वेद औषधिको सेवन गर्न चाहिँ सक्नुहुन्छ है त। त्यसको लागि चाहिँ आयुर्वेद अस्पताल गएर चिकित्सकसँग भेट्नलाई म सल्लाह दिन्छु।